छोरी बच्चा कम्प्युटर चप्पल कति राम्रो कोही लगाइदिउँ न बस भन्नु यहाँ आइज भने यहाँ लिएर आइज भन नि त्यो जेलको कसरी आउँछ वसंत ऋतु काल युक्त नाम सिद्धार्थ नाम संवत्सर श्री शालिवाहन सत्य सत्य संवत्सर मध्ये चैत्र मासे सौरमाने चालवाने चैत्र शुक्लपक्षे शुक्लाद्य रविवार संहितायां राम परिपूर्ण मीना क्षेत्र देश देवगुरु अन्य सूत्र बुवा बाबु तिमी एकछिन बुवा भाषण बस्छ ल म आयो हाम्रो 3 नाग्रे अटो ए ढोकै खोलेर आएछ लागेन आफैले त भने सागरे मग्नम दिनमयम करुणानिधे कर्ममोह गृहीतांगम माम पितृउतार भवाडवात् मनोरथो मदीयोयम सफला सर्वथा त्वया निर्विघ्ने नैव कर्तव्यम दासोहम तव केशव ल त्यो ल्याएर यहाँ पुस्तकमा टक्क चढाइदिनुहोस् फलम समर्पयामि श्री पुराण पुरुषोत्तमाय नमः जौ तिल फूल चन्दन हातमा लिनुहोस् द्रव्य भनेको पैसा भेटिराख्नुहोस् अनि फेरि पुष्पाञ्जलीको लागि उपस्थित हुनुहोस् है। हरि ओम
म पढ्न थालौँ यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तम्भं दिति वेस्तमैर् वेदै सर्व पराक्रमोपनिषदर् गायन्ति हंसामलः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः देयं सदा परिभवग्नमभीष्टदोहं तीर्थास्पदं शिवविरञ्जनितं शरण्यं हृदयाद्यहं प्रणतपालभवादिपूतं वन्दे महापुरुषते चरणारविन्दम् हातमा लिएर आउनुहोस् एकछिन मैले पढिन्जेल हातमा लिनुहोस् जाउ तेल फुल पैसा हातमा लिएर पुष्प भनेको फुल धेरै प्रकारका फुलहरू हातमा लिनु होला है त एयं सदा परिभवग्नमभीष्टदोहं तीर्थास्पदं शिवविरञ्जनितं शरण्यं हृतार्तिहं प्रणतपालभवादिपूतं वन्दे महापुरुषते चरणारविन्दं त्यक्त्वा सुतं तदसुरविषितराजलक्ष्मी धार्मिष्ठार्यपतसायदगाधरण्यं मायामृगं दैतयविषितमन्नधावत् वन्दे महापुरुषते चरणारवृन्दम् कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे परमौक्तिकं करतले वेणुकरे कङ्कणं सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपाश्रीपरिवेष्टितो विजयते गोपालचूडामणि लक्ष्मीनाथ समारम्भं नाथयामुनमध्यमम् अस्मदाचार्यपर्यन्तं वन्दे गुरुपरम्परं त्वमेव माता च पिता त्वमेव बन्धुः च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देवदेव शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिविज्ञानगम्यं वन्दे विष्णु भवभयहरं सर्वलोकैकनाथम् जन्मादिश्येतोनयादितरतः साक्षे सवेश्वरा तेने ब्रह्महृदायादिकवये मह्यन्ति अक्षरया तेजो वारिमृतां यथा विनिमयो यत्र त्रिसर्गो विसत् धाम्ना स्वेन सदा न्यस्तकोकं सत्यं परं धीमहि इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमादि द्रुमदानि तानि पुष्पाञ्जलिर्मेस्तु सुखाय नित्यं नानाविध पुष्पाणि देशकालो भवन्ति च पुष्पाञ्जलि मया दत्ता गृहाण परमेश्वरः यो कुलमा जो जति सन्मरेका अकालमा मृत्यु वरण गरेका पाउन सबैले वैकुण्ठ धाम भन्दै गरौँ श्री हरिमा प्रणाम ईशान विष्णु कमलासन कार्तिकेय वन्य त्रयार्घ रजनीश गणेश्वराण क्रौञ्च मरेन्द्र कलशोद्धव कश्यपानं पादान्नमामि सततां पितृमुक्ति हेतो इमानि पुष्पाञ्जलि समर्पयामि श्री पुराण पुरुषोत्तमाय नमः अर्पण गर्नु पहिले चढाइदियो पुस्तकलाई ढोक गरौँ अनि त्यसपछि ओम नमो भगवती वासुदेवाय भन्ने मन्त्र जपन गर्दै गर्दै आजको दिन बिताउँ सधैँभरि भगवानकै नाम संकीर्तन गरौँ अब आज पितृ कार्य पनि होइन यो जुडाएर गरेको हुनाले एकपल्ट भगवानको नाममा जय जयकार पनि गरौँ बोलिए लक्ष्मीनारायण भगवानको राधा कृष्णको उमासहित साम्ब सदा शिवजीको रमासहित सत्यनारायण भगवानको सिद्धिबुद्धि सहित गणेश भगवानको स्थापित देवताको ब्रह्म भगवानको प्रजापति देवताको वरुण देवताको कुल देवताको पितृ देवताको वायु देवताको राष्ट्रदेव पशुपतिनाथको पलाञ्चोक भगवतीको यहाँहरूले मान्नुभएका स्थानीय देव देवताहरूको मूल खर्क भीमसेन स्थानको समस्त देवी देउरालीको यहाँ उपस्थित हुने सम्पूर्ण भक्तजनको भजौ हरिलाई यो जिन्दगी भरिलाई भजौ हरिलाई यो जिन्दगी भरिलाई भजौ हरिलाई
हरि हो जिन्दगी भरिलाई भजौ हरिलाई। बोलेर बसेर सत्यनारायण भगवानको। अब एउटा भयो ए भजे तरिन्छ भजे तरिन्छ नभजेका 84मा पक्कै तरिन्छ। भजे तरिन्छ भजे तरिन्छ नभजेका 84मा पक्कै तरिन्छ। हरि हरि भजे तरिन्छ भजे तरिन्छ नभजेका 84मा पक्कै तरिन्छ। हरि हरि नभजेका 84मा पक्कै तरिन्छ। बोले सिद्धि सहित श्री गणेश भगवानको। ल अब हामी भागवत सुरु गर्छौँ। तपाईहरू ओम नमो भगवते वासुदेवाय भन्ने मन्त्रलाई जपे पनि हुन्छ, नारायण भन्ने मन्त्र जपे पनि हुन्छ। एउटा भन्नु है त फेरि 4 अक्षरले बनेको छ नारायणको नाम। 4 अक्षरले बनेको छ नारायणको नाम। जप्न पनि सजिलै छ गर्दै घरको काम। हरि हरि जप्न पनि सजिलै छ गर्दै घरको काम। 4 अक्षरले बनेको भगवानको नाम। 4 अक्षरले बनेको छ भगवानको नाम। जप्न पनि सजिलो छ गर्दै घरको काम। हरि हरि जप्न पनि सजिलो छ गर्दै घरको काम। हरि बोले लक्ष्मीनारायण भगवानको। नारायण नारायण भन्दै दिनभरिको काम गर्दै गर्दै जाउँ। जिन्दगीभरि नै गाइरहनु पर्छ, आज चाहिँ छोड्नु भएन है त। ल अब हामी यतापट्टिको काम सुरु गर्छौँ। ल छ भने हो त्यो भरेलाई पनि प्रतिमा होला अहिले पनि होला। अब अर्कोलाई दादा भाइ तपाईँ खुसी खुसी मङ्गलम भगवती दीपन वर्षायने समस्त स्थापिता देवताभ्यो नमः। घुमाएपछि हामी भुइँमा राख्नुहोस्, जसले आह्वान गर्नुहोस्। ज्ञानी पानी चुपा पानी ब्रह्मत्या सपारित नश्यन्ते सर्वपापानि प्रदक्षिणं पदे पदे। ल अब यसो भगवानलाई अर्पण गर्नुहोस्।
जय जय श्री भागवती महापुरुष संविधान मराठा संधि विद्या भगवान सीता माई मैया बस्नु पर्यो भगवान भागवत ल सबैजना भक्तहरू भक्त भागवत भगवानले रक्षा गरौँ, देवताले रक्षा गरौँ, चिताकुलाहरू पुरा होस्, रोगलाई केही पनि नहोस्, उन्नति होस्, प्रगति होस्। अब यहाँहरूका परिवारका सदस्यहरू देश विदेशतिर हुनुहुन्छ भने उहाँहरूलाई विदेशमा पनि राम्रो होस्।
कसैले नराम्रो सपनाहरू देख्नु भएको छ भने आजबाट नराम्रो सपनाहरूको दोष हराओस्। भगवान जहिले पनि नानीहरू पितृहरूले रक्षा गरून्। परिवारमा राम्रो होस्। नकारात्मक कुराहरू कहिले पनि यहाँहरूको दिमागमा नआओस्। सकारात्मक मात्रै सोचाओस्। सुख शान्ति आयु आरोग्य लागेको रोग हराओस्। रोग लाग्दै नआओस्। लामो आयु होस्। सधैँभरि भगवानको भजन कीर्तन गर्नु पाइयोस्। यहाँहरूसँग हाम्रो पनि बेला बेलामा भेट होस्। अब यो समय जुवाको भगवानले जो पौडेलीको तर्फबाट हुनु सक्यो पितृहरूको उद्धार होस्। कर्पूर गौरव करुणावतारम। अब कति सरकारी पर्छ अलिकति अब सबैलाई राम्रो अहिले अन्तिममा हो ठिक छ थोरै भएको छ भने ल अब आरती कति कुमारी ललितारू अस प्रमातामह यथानाम सपत्नी यथानाम विद प्रमातामह यथानाम सपत्नी यथानाम भगिन्य भगिन्य कृष्ण कुमारी काशीवर कृष्ण कुमारी साहवा सापत्या अस्मल अस्मल तृतीय मध्यम पनिष्ठ भगिन्य वशिष्ठ गोत्र दम्बर कुमारी अस्मल गाया पितु हो गाया मातु हो गाया गुरु हो समस्त पितृ देवता हाले त सबैले फेरि बस्ने म त होइन खोले हो आइसक्नु हो टाढो
त्यो के बोकेर कहाँ हिँड्ने जस्तो भयो होला है